बालेन सरकारलाई 6 महिना पनि नटिक्ने गरेर जसरी भारत 2324 का दिनले आन्दोलन गरे त्योभन्दा सशक्त आन्दोलन नेकपा एमालेको अगुवाईमा गर्न आवश्यक छ। नेपालले भारतको धेरै भूभाग मिचेको रहेछ, मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ भनेर चमत्कारी ढंगले सदनमा बोल्ने बालेनजी एउटा विद्वानले भनेको कुरा मलाई खुब चित्त बुझ्यो। नेपालले भारतको केही मिच्न सक्दैन, भारतबाट आउने सुर्ती चाहिँ मिच्न सक्दैन, त्यही मिच्यो होला भनेर एउटा विद्वानले जवाफ दिए। यो खालको राष्ट्रघाती बालेन्द्र जस्तो व्यक्तिलाई हामी प्रधानमन्त्री बनाएर बस्नु परेको छ। 2 तिहाईको सरकार छ, सदनभित्र मुर्दा शान्ति छ, 2 तिहाईवाला सांसदहरू कोही बोल्नेवाला छैनन्। पत्रकार देखे कि फोनमा हेलो हेलो भन्दै भाग्ने एउटा परिस्थिति सिर्जना भएको छ। मलाई लाग्छ नेपाली जनताले योभन्दा बढी बुझ्नुपर्ने केही कुरा छैन। अब हामी आन्दोलित हुने बेला भएको छ र बालेन सरकारलाई 6 महिना पनि नटिक्ने गरेर जसरी भारत 2324 का दिनले आन्दोलन गरे त्योभन्दा सशक्त आन्दोलन नेकपा एमालेको अगुवाईमा गर्न आवश्यक छ। हामी यो बैठकमा यो स्पिडका साथ निर्णय अगाडि बढ्न चाहनेछौँ। पार्टी अध्यक्षज्यूले आएपछि अझ थप धेरै कुरा तपाईहरुको सामु राख्नु नै हुनेछ। यतिखेर हाम्रो भित्रको एकतालाई अझ मजबुत बनाउनु पर्ने बेला छ। पार्टी अध्यक्षलाई गिरफ्तार गरेर 13 दिनसम्म राखेर कुनै मुद्दा लगाउने ठाउँ नपाए पछाडि सर्वोच्च अदालतले रिहा गरिसके पछाडि उहाँ बाहिर आउनुभयो। बाहिर आए पछाडि कस्टडीबाट मान्छे घर आउन चाहन्छ तर उहाँ घर आउन पाउनु भएन, उहाँ अस्पताल जानुभयो। किनभने उहाँको पत्थरीको अपरेसन गर्नु पर्यो, पित्तथली फाल्नुपर्ने एउटा परिस्थिति सिर्जना भयो। त्यो अपरेसन गर्न जाँदा हर्निया पनि देखियो र हर्नियाको पनि अप्सन भयो। अप्सन लगत्तै उहाँलाई निमोनिया भयो। यी खालका जटिल उपचार गरिएको बेलामा कता कता एमाले भित्र अध्यक्षको विकल्प खोज्नुपर्छ भन्ने स्वरहरू पनि सुनिन थाले। मैले के कुरा राखेँ भने यो खालका आवाजहरू उठाउने यो समय होइन। किनभने मङ्सिर 27 गते सुरु गरेर पुस 3 गते शपथ ग्रहण गरेको केन्द्रीय कमिटीको टिम छ, जुन एउटा कार्यदल अहिले हामीले बनाएका छौं। त्यो कार्यदल कुनै व्यक्तिलाई स्थापित या विस्थापित गर्ने ढंगले बनाएको होइन, यो कुरामा कोही भ्रम नहोस्। कार्यदलको सर्वसम्म सचिवालयको बैठकले रामबहादुर थापा बहादुर गौडालाई त्यहाँ संयोजक बनाइएको छ। पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने कुरा, कार्यदलको नामाङ्कन गर्ने कुरामा हामीले ध्यान दिएका छौं। त्यसको हुनाले यो कार्यदलले हाम्रा कार्यशैलीहरू, हाम्रा कतिपय नीतिगत सन्दर्भहरू, हाम्रा कतिपय संरचनाको सन्दर्भहरूमा पुनर्संरचना गर्नुपर्छ र पार्टीलाई पुनर्ताजगी गरेर जानुपर्छ भन्ने सन्दर्भसँग जोडिएर